Hey guys, welcome to my channel. I'm back with my new video. आज म तपाईहरुको लागि एउटा यस्तो दामी भिडियो लिएर आएको छु। आज म तपाईहरुलाई तीनटा ओजी फिल्महरु भन्छु जो तपाईले हेर्नै पर्ने हुन्छ है। लाइक अहिले पनि पुरानो मुभिजहरु हो तर अहिले पनि वान अफ द बेस्ट मुभीमा पर्छ यो। तपाईले हेरे पनि गुगलमा पनि सर्च गरे भने। सो तीनटा मुभीहरु आज म तपाईलाई सजेस्ट गर्छु। तपाईको फ्री टाइम विकेन्डमा हेर्न सक्नुहुन्छ हैन। सो हियर वी गो। सो फर्स्टमा चाहिँ हाम्रो द गडफादर। यो गडफादर मुभी भने यदि तपाईलाई ग्याङ्स्टर वाला मुभी त्यो क्राइम वाला मुभीहरु मन पर्छ भने यो गडफादर एकदम बेस्ट मुभी हो। यो चाहिँ 1976 मा रिलिज भएको मुभी हो। 1976 त्यति पहिला तर अहिले पनि वान अफ द बेस्ट मुभीमा पर्छ क्या। वान अफ द बेस्ट ओजी मुभीहरुमा पर्छ। तपाई गएर हेर्न सक्नुहुन्छ हैन। यो मुभी यदि तपाईलाई जन त्यो ग्याङ्स्टर त्यो क्राइम वाला मन पर्छ भने यो तपाईको लागि पर्फेक्ट मुभी हो। गएर हेर्नुस्। यो मुभी हो द गडफादर। राम्रो छ, गएर हेर्नुस् ल। सो हाम्रो सेकेन्डमा आयो द ग्रीन माइल्स। यो मुभीको प्लट कस्तो छ भने यसमा चाहिँ यस्तो हुन्छ क्या। एउटा जेल हुन्छ हैन। एउटा जेलमा चाहिँ त्यो कैदीहरुलाई ल्याउने हुन्छ जसको अब सबै क्रिमिनल सबै रेकर्ड भइसकेको र अब लास्ट तिनीहरुलाई फाँसीको सजा मिल्ने हुन्छ हैन। सो सबैलाई कलेक्ट गरेर लिएर आउँछ त्यहाँ चाहिँ एउटा यस्तो कैदी हुन्छ कि जो के भन्छ भने तपाईको जुन बिरामी छ नि त्यो हार्ट टच गरेर नै ठीक गरिदिने हुन्छ क्या। सो यो मुभी कस्तो छ, दामी छ है यो मुभी। सो यसपछि के हुन्छ तपाईले हेर्नको लागि थाहा पाउनको लागि गएर यो मुभी हेर्नुस्। द ग्रीन माइल्स भन्ने यो मुभी चाहिँ 1999 मा आएको। यो मुभी पनि वान अफ द बेस्ट मुभीमा पर्छ हैन। यस्तो दामी मुभी छ नि। यो चाहिँ हल्का इमोसनल मुभी छ। एट द इन्डमा हल्का इमोसनल छ तर हेर्दै गयो भने तपाईलाई एकदम दामी लाग्छ। तपाईको वान अफ द बेस्ट मुभी नै हुन सक्छ है। मेरो चाहिँ मैले पहिले हेरिसकेको थिएँ। अहिलेसम्म नि वान अफ द बेस्ट मुभीमै पर्छ मेरो। सो तपाईहरु नि गएर हेर्नुस् द ग्रीन माइल्स है। हाम्रो यो थर्ड मुभी चाहिँ एकदम दामी मुभी छ। यो चाहिँ कस्तोमा पर्छ भने वारहरु जस्तो टाइपमा पर्छ क्या। यो मुभी चाहिँ 2017 मा आएको किङ अर्थर द लिजेन्ड अफ सर्ड भन्ने हैन। यो मुभीको प्लट कस्तो छ भने यसमा एउटा सर्ड हुन्छ। त्यो चाहिँ एकदम पावरफुल हुन्छ क्या। एकदम पावरफुल हुन्छ। त्यो चाहिँ हिरोले कसरी पाउँछ हिरो भर्सेस डेभिलको फाइट हुन्छ कि 1v1 यसमा। हिरो र डेभिलको फाइट यस्तो दामी सिन छ। लास्ट सिन चाहिँ तपाई हेर्नुस् गएर। यो मुभीले तपाईले डिसअपोइन्ट गर्दै गर्दैन क्या। यो मुभी चाहिँ 2017 मा आएको हो। दामी छ यो मुभी पनि, गएर हेर्नुस् न। अनि तपाईलाई यस्तै दामी दामी मुभी चाहियो भने मेरो च्यानललाई गएर सब्स्क्राइब गर्नुस्। डोन्ट फर्गेट लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब माई च्यानल। अब नेक्स्ट भिडियोमा म तपाईहरुलाई तीनटा जम्बिजको मुभीहरु भन्छु। सिरिजहरु मुभिजहरु हैन जम्बिजको एकदम दामी छ। जम्बिजको सिरिजहरु मन पर्छ भने च्यानललाई सब्स्क्राइब गर्नु। नेक्स्ट भिडियोमा म तपाईहरुलाई भन्छु। स्टे ट्युन, स्टे सेफ, डोन्ट फर्गेट लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब माई च्यानल।